सातौं झापा गोल्ड कपको टाइसिट आउट भइसकेको छ साथीहरू। यसपालिको झापा गोल्ड कप पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा खेलाइने भएको छ। आयोजकले आज सोमबार खेल तालिका सार्वजनिक गरेको छ। यो प्रतियोगिता माघ 24बाट सुरु हुनेछ। प्रतियोगितामा जम्मा 10 वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगी क्लबहरू झापा 11 एफसी, नेपाल पुलिस क्लब, सिङलिङ स्पोर्टिङ एफसी इन्डिया, रोयल थिम्पू क्लब भुटान, त्रिभुवन आर्मी क्लब, चर्चबोइज युनाइटेड, लालीगुराँस एसोसिएसन, मछिन्द्रा एफसी र एन पेनाङ एफसी मलेसिया रहेका छन्। यस टुर्नामेन्टको विनरले 15 लाख रुपैयाँ र ट्रफी पाउनेछन्। त्यस्तै उपविजेताले 7,50,000 रुपैयाँ र ट्रफी पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले 25,000 रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द टुर्नामेन्टलाई एउटा यामाहा मोटरसाइकल प्रदान गरिनेछ। बेस्ट गोलकिपर, बेस्ट कोच र हाई स्कोररले 35,000 रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक दिन एक भाग्यशाली दर्शकलाई हिम इलेक्ट्रोनिक प्राइभेट लिमिटेडले एउटा 32 इन्चको एलइडी टिभी उपहार पनि दिनेछ। डोमालाल रङ्गशालामा हुने टुर्नामेन्टको ओपनिङ म्याच झापा 11 र नेपाल पुलिस बीच हुनेछ। 25 गते आर्मी र चर्चबोइज खेल्नेछन्। 26 गते ओपनिङ म्याचको विनर र सिङलिङ, 27 गते दोस्रो दिनको विजेता र लालीगुराँस, 28 गते एपीएफ र आरटीसी भुटान र 29 गते मछिन्द्रा र एन पेनाङ बीच खेल हुँदै क्वार्टर फाइनल सकिनेछ। फर्स्ट सेमिफाइनल फागुन 1 गते र दोस्रो सेमिफाइनल फागुन 2 गते हुनेछ भने फाइनल चाहिँ फागुन 4 गते हुनेछ।